सरकारले नारायण हिटीको सैलुन कक्षमा नेपाली सेनाको कडा सुरक्षा घेराभित्र श्रीपेच प्रदर्शनमा राखेको छ। यो श्रीपेचमा 723 वटा हीरा, 2700 मोती, 16 वटा रुबी लगायत बहुमूल्य आभूषण प्रयोग भएको छ। रानीले लगाउने टायरामा भने 2700 टुक्रा हीरा प्रयोग भएको छ। श्रीपेचको पछाडिको प्वाक दुर्लभ पंक्षी प्याराडाइजको हो। दरबार सङ्ग्रहालयमा श्रीपेच, राजदण्ड लगायतका ऐतिहासिक सामग्री प्रदर्शनीमा छ। श्रीपेच, टायर, राजदण्ड लगायतलाई बुलेट प्रुफको सिसाको सोकेस तयार पारेर राखिएको छ। राजा ज्ञानेन्द्र शाहको बहिर्गमन भएपछि नेपाल सरकारको आग्रहमा नेपाल सुनचाँदी व्यवसायी सङ्घले सिफारिस गरेका विज्ञहरूले श्रीपेचको बारेमा अध्ययन र पहिचान गरेका थिए। सुनचाँदी व्यवसायी सङ्घका तत्कालीन अध्यक्ष तेजरत्न साकेको नेतृत्वमा श्रीपेच र रानीले लगाउने टायरामा बहुमूल्य हीरा तथा आभूषण जडान गरिएको अनुसन्धान रिपोर्ट सरकार समक्ष बुझाइएको थियो।